कल्पना गर्नुहोस् एउटा यस्तो समय जहाँ मधुमेह हुनु भनेको सिधै मृत्युको प्रमाणपत्र पाउनु जस्तै थियो, विशेष गरी बालबालिकाका लागि। आज हामी जुन इन्सुलिनलाई सामान्य मान्छौं, यसको सुरुवात एउटा यस्तो चमत्कारबाट भएको थियो जसले मेडिकल इतिहास नै बदलिदियो। सन् 1922 भन्दा पहिले यदि कुनै बच्चालाई टाइप 1 डायबिटिज देखियो भने उनीहरूसँग बाँच्नका लागि मात्र केही हप्ता वा महिना बाँकी हुन्थ्यो। डाक्टरहरूसँग उनीहरूलाई भोकै राख्नु बाहेक अरू कुनै विकल्प थिएन। अस्पतालका वार्डहरू मृत्युको पर्खाइमा बसेका कंकाल जस्ता देखिने बालबालिकाहरूले भरिएका हुन्थे। तर सन् 1922 को एक दिन विश्वविद्यालयका वैज्ञानिकहरू ब्यान्टिङ र बेस्ट एउटा वार्डमा छिरे जहाँ दर्जनौं बालबालिकाहरू डायबेटिक कोमामा अन्तिम सास फेरिरहेका थिए। उनीहरूले एउटा नयाँ तत्त्व सुई मार्फत दिन सुरु गरे। कथा यस्तो छ कि उनीहरूले वार्डको अन्तिम बच्चालाई सुई लगाइसक्दा पहिलो बच्चा कोमाबाट बिउझिएर आफ्ना आमाबुवासँग कुरा गर्न थालिसकेको थियो। यो कुनै चमत्कार भन्दा कम थिएन। यो आविष्कारले मानिसको आयुलाई महिनाबाट बढाएर दशकौं पुर्याइदियो। आज इन्सुलिनकै कारण मधुमेह भएका व्यक्तिहरू सामान्य मानिस सरह लामो र स्वस्थ जीवन बाँचिरहेका छन्। यो चिकित्सा विज्ञानको इतिहासमा एउटा यस्तो मोड थियो जसले उपचार असम्भव भन्ने शब्दलाई नै चुनौती दियो। तर यो कथाको सबैभन्दा सुन्दर पक्ष अझै बाँकी छ। यी वैज्ञानिकहरूले चाहेको भए इन्सुलिन बेचेर संसारकै धनी बन्न सक्थे, तर उनीहरूले भने इन्सुलिन मेरो होइन, यो संसारको हो। र उनीहरूले यसको प्याटेन्ट मात्र $1 बेचिदिए। पैसाभन्दा माथि मानवतालाई राख्ने ती वैज्ञानिकहरू र मृत्युलाई जिताउने इन्सुलिनको यो विरासत सधैँ स्मरणीय रहनेछ। किनकि कहिलेकाहीँ विज्ञानले केवल औषधि मात्र होइन, नयाँ जिन्दगी नै दिने गर्छ। आजको जानकारी उपयोगी लागेमा थप स्वास्थ्य टिप्सका लागि हाम्रो पेज लिभिङ पल्सलाई फलो गर्न नभुल्नुहोला।